आज मेरो तरिकाले फ्राइड राइस बनाऊँ है त। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी व्लग। म रितिका। फ्राइड राइसमा चाहिँ मलाई हल्का भेजिटेबल हालेको मनपर्छ, त्यही भएर फर्स्टमा चाहिँ मैले बिन्स केलाएर मसिनो बनाएर काटेँ। अनि यता कुरिलो काट्न थालेँ, कुरिलो पनि भेटेँ अनि हालिदिउँ न भनेर मैले चाहिँ कुरिलोको टुप्पो मात्र युज गरेको छु, तलको भाग चाहिँ दालमा हालेर सिटी लाउन। त्यहाँ पछि मैले काटेँ गाजर काटिसकेपछि हाम्रो भेजिटेबल प्याटर पनि रेडी भयो। बिन्स, कुरिलो, गाजर, प्याज र टमाटर चाहिँ बिहानकै थियो। प्याज चाहिँ भरिसक राखेर नखानु भन्छन्, तर बिहान उब्रेको थियो, मलाई फाल्न मन लागेन, त्यही भएर मैले यहाँ हालिदिएँ। मैले चाहिँ अलिभ ओइलमा पकाएको छु। हजुरहरू घरमा जुन तेल छ त्यही तेलमा पकाउँदा हुन्छ। मेरो घरको तेल चाहिँ युटिलाइज भएको थिएन, त्यही भएर मैले यही तेलमा बनाएँ। अन्डालाई मजाले फ्राई हुन दिएपछि मैले एड गरेको छु सबै भेजिटेबलहरू एकैचोटि। भेजिटेबल पनि मजाले फ्राई गरेको मनपर्छ मलाई चाहिँ, त्यो काँचो काँचो गन्ध मन पर्दैन, कतिलाई चाहिँ त्यत्तिकै मन पर्न सक्छ। मजाले पाकोस् भनेर मैले छोपिदिएँ, नुन हालेर छोपेको थिएँ, त्यो क्लिप चाहिँ एड गर्न बिर्सिएछु। अनि मैले एड गरेँ मामलाई पनि मजाले फ्राई हुन दिनुपर्छ। खाना मजाले फ्राई भइसकेपछि चाहिँ मैले एड गरेको छु सोया सस, थोरै कलर र टेस्टको लागि। हाम्रो फ्राइड राइस चाहिँ यस्तो देखिएको थियो। सो थ्याङ्क यू सो मच फर वाचिङ।